हेलो गाइज गुड मर्निङ। हामी पनि सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहोला। म त बिहानै टाउको धोएर कपडा धोएँ, एकबाट रेडी हुँदैछु। भाइको रिजल्ट सुन्न जानु छ आज, अनि त्यसैले टाउको साउको धोएर अनि कपडा धोएँ। बाहिर चाहिँ चिसो छ लास्टै। अब म एकछिनमा कपडा घाममा हाल्छु अनि हजुरहरूलाई देखाउँछु। हेर्नुहोस् गाइज, पछाडि चाहिँ यस्तो छ, पुरा हुस्सो लागेर चिसो छ। यो मेरो बुनु। म चाहिँ कपडा घाममा हाल्न गइरहेको छु। घाम त लागेको छैन त्यही पनि, अब सुकाउनु त पर्यो। धोएपछि होइन। डोरी भएन के कपडा हालेपछि तल तल जान्छ। फाइनली कपडा पनि घाम हालिसकेँ, सुकाउन हालिसकेँ। घाम त लागेको छैन, त्यही पनि सुक्छ एकछिनमा। त्यतिकै पनि सुकिहाल्छ, हावाले पनि सुकिहाल्छ। अनि मजा चिसो। हेर्नुहोस्, मेरो कुकुर चाहिँ यसरी बसिरहेछ। तल कुकुरलाई देख्यो। यो चाहिँ मेरो फुलको रुख हो होइन, आजभोलि चाहिँ फुल्दैन। हेर्नुहोस् त पछाडि कति पुरा मान्छे पनि देखिन्न के। हेर्नुहोस् त। हाई बाई। हजुरहरूले केही गल्ती भएमा केही माफी गर्नु होला, अनि चाहिँ सुझाव सल्लाह दिनु होला। यसरी बनाउनु, यस्तो गर्नु, यस्तो देखाउनु गर्नु भन्नु होला। म सबै देखाउने छु। म बस्ने गाउँदेखि सबैलाई देखाउने छु, देखाउँदै आउने छु। अनि सुझाव सल्लाह दिनु होला केही भएपछि। अनि अहिले चाहिँ बाई।